दोस्रो कर्मापाको रोचक कथा। धेरै समय पहिले तिब्बतका हिमाली गाउँमा एउटा असाधारण बालक जन्मियो, कर्मापाक्षी। सानो उमेरदेखि नै उनी अन्य बालकभन्दा फरक देखिन्थे। कहिलेकाहीँ उनी एक्लै बसेर गहिरो ध्यानमा डुब्थे, मानौ केही पुराना सम्झनाहरू सम्झिरहेका छन्। एक दिन उनले आफ्ना गुरुहरूलाई भने, म अघिल्लो जीवनमा पनि यही काम गर्दै थिएँ, मानिसहरूलाई करुणाको बाटो देखाउँदै। गुरुहरू चकित भए। परीक्षणपछि उनीहरूलाई विश्वास भयो कि उनी पहिलो कर्मापाको पुनर्जन्म हुन्। उनको जीवनको सबैभन्दा रोचक घटना मङ्गोल दरबारमा घट्यो। शक्तिशाली शासक कुबलाई खानले उनलाई दरबारमा बोलाए। त्यहाँ दरबारका मानिसहरू उनको शक्ति जाँच्न चाहन्थे। भनिन्छ, जब दरबारमा क्रोध र तनाव बढ्यो, कर्मापाक्षी शान्त भएर ध्यानमा बसे। केही समयपछि वातावरण नै बदलियो, सबैको मन शान्त भयो। दरबारका मानिसहरूले बुझे, साँचो चमत्कार जादु होइन, भित्री शान्ति हो। यसरी दोस्रो कर्मापाले जहाँ गए त्यहाँ शान्ति र करुणाको सन्देश फैलाए। उनको कथा आज पनि हामीलाई सिकाउँछ, सबैभन्दा ठूलो विजय भनेको आफ्नो मनमाथिको विजय हो।